हेलो साथीहरु नमस्कार। आज म तपाईलाई ढेँडोको रेसिपी बनाउँदै छु। यो भिडियोलाई सुरुदेखि लास्टसम्म जरुर हेर्नु होला। तपाईले आरामसँग सिक्न सक्नुहुनेछ। यो रायोको सागसँग ढिँडो बनाउने सजिलो तरिका र रायोको साग कसरी बनाउने भन्दा हेर्नुहोस्। यसलाई सबभन्दा पहिला राम्रोसँगले धुलाइ गर्नुहोस् र यसलाई मिडियम साइजमा काट्नुहोस्। धेरै सानो धेरै ठुलो पनि हैन, मिडियम साइजमा काट्नुहोस् किनभने रायोको साग गलेर राम्रोसँगले पाक्ने छ। र देख्नुस् यो तरिकाले यसलाई काट्नुहोस् र यो पकाउँदा चाहिँ लसुन जरुर युज गर्नु होला। लसुन युज गर्यो भने धेरै राम्रो हुनेछ र फ्लेभर पनि यसको धेरै राम्रो हुन्छ। र लसुनलाई धेरै मसिनो पारेर नकुट्नुहोस्, अलिअलि दन्चाएर यसलाई चाहिँ यो तरिकाले यसलाई कुट्नुहोस्। र हेर्नुहोस् यो पकाउनलाई मैले 2 स्पुन तेल लिए। तेल लिएर चाहिँ यसमा पहिला लसुन फ्राई गर्नुहोस्। लसुन फ्राई जस्तो लसुन फ्राई हुँदैछ यसलाई लाइट लसुन फ्राई गरिसकेपछि यसमा चाहिँ 1 स्पुन जिरा लगाउनुहोस् र हेर्नुहोस् साथमा धनिया मिक्स भएको भए झन् राम्रो हुनेछ। र यसलाई यहाँ माथि यसमा सुकेको मिर्ची एड गर्नुहोस् र यसपछि यसलाई राम्रोसँगले चलाउनुहोस् किनभने यो अलि राम्रो फ्राई हुने गरेपछि यतिको फ्राई हुनुपर्छ। र यतिको फ्राई भएपछि यसमा साग हाल्दिनुहोस्। हेर्नुस् रायोको साग यति राम्रो छ र यो तरिकाले यसलाई पकाउनुहोस्। यसलाई राम्रोसँगले चलाउनुहोस्। जति यसलाई राम्रोसँगले चलाए यो मसला पुरा राम्रोसँगले मिल्नेछ र यो पाकेपछि यसको कम पनि हुनेछ। ल हेर्नुस् अलिअलि पकाउँदा पकाउँदै यो कम हुँदै जानेछ र यसलाई नमक हेरेर लगाउनुहोस् र नमक ज्यादा नहोस्, स्वाद अनुसारले यहाँ नमक लगाउनुहोस्। र तपाईलाई चाह्यो भने अलिकति जिरा पाउडर लगाउनुहोस्, अलिकति मिर्ची पाउडर लगाउनुहोस्, नभए नलगाइ पनि त्यतिकै पनि राम्रोसँगले हुनेछ। र यसलाई धेरै पुरै नपकाउनुहोस्, यसलाई हाफ डाउन भन्दा अलिकति धेर पकाउनुहोस्। ल यतिमै यो हाम्रो रायोको साग पाकिसकेको छ। यसलाई चाहिँ राम्रोसँगले चलाइदिनुहोस् र यतिकैमा रायोको साग खायो भने यति नै मिठो, यति नै स्वादिलो हुन्छ। र हेर्नुस् तपाईले हाम्रो रायोको साग पर्फेक्ट तरिकाले यहाँ बनिसकेको छ। यसलाई एक बोलमा लगाउनुहोस् साइडमा र यो तरिकाले तपाईले रायोको साग बनाउनु भयो भने तपाईले ढेँडो या राइस जोबसम्म पनि तपाईले खान सक्नुहुनेछ। र अब म यही कडाईमा चाहिँ गरम पानी हाल्दै छु। ल हेर्नुस् यो पानीमा चाहिँ हामीले ढिँडो बनाउने हो। कोदोको ढिँडो यति मिठो हुन्छ। तपाईले रायोको सागसँग कहिले कोदोको ढिँडो खानुभएको छ र छैन भने यो तरिकाले यसलाई पकाउनुहोस्। र ढिँडोलाई मैले यो तरिकाले पकाउँदै छु। पानी उम्लेको बेलामा ढिँडोको पिठो हालेर कोदोको पिठो हालेर यहाँ ढिँडोलाई मजाले मस्काउनुहोस्। यो जति मस्कायो त्यति ढिँडो मिठो हुनेछ। बीचमा सेतो सेतो पिठो नदेखियोस् र यो तरिकाले ढिँडोलाई पकाउनुहोस्। अलिकति धेरै सारो भएमा गरम पानी साइडमा लगाउनुहोस् र गरम पानी हाल्नुहोस्। ठन्डा पानी बिर्सेर पनि नहाल्नुहोस् र यो नराम्रो हुन्छ ठन्डा पानी हाल्यो भने। र यो तरिकाले ढिँडोलाई चाहिँ राम्रो तरिकाले मस्काउनुहोस्। सारो ढिँडो पकाउनलाई मस्काउनलाई धेरै गाह्रो हुन्छ र यो तरिकाले ढिँडो पकाउनु भयो भने मिठो र स्वाद पनि धेरै राम्रो हुनेछ। र यो तरिकाले भिडियोलाई तपाईले कहाँदेखि कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ भिडियोलाई धेरैमा धेरै शेयर लाइक गरिदिनु होला भन्ने आशा गर्दछु। ल हेर्नुस् यो ढिँडो यो तरिकाले ढिँडो पकाउने र यति मिठो हुन्छ। देख्नुस् यो तरिकाले ढिँडो पर्फेक्ट तरिकाले पाकिसकेको छ। र देख्नुस् यो ढिँडोलाई चाहिँ यो तरिकाले पकाउनुहोस्, धेरै राम्रो हुन्छ। ढिँडो पनि राम्रोसँगले पाकिसकेको छ। र हेर्नुस् यो तरिकाले तपाईले ढिँडो बनाउन सजिलो तरिका राम्रोसँगले सिक्न सक्नुहुनेछ। र देख्नुस् यो ढिँडो धेरै मिठो हुन्छ। मैले यहाँ ढिँडोमा साग राखेँ, त्यहाँमाथि हामीसँग गहतको दाल थियो। यो गहतको दाल पनि यसमा राख्ने हो। हेर्नुस् यो तरिकाले ढिँडो धेरै मिठो हुन्छ। यो एकपल्ट खाएर जरुर ट्राई गर्नु होला। तपाईलाई ढिँडोको रेसिपी कस्तो लागेको छ र ढिँडोको रेसिपी तपाईलाई राम्रो लागेको भने भिडियोलाई लाइक शेयर सब्स्क्राइब गरेर अगाडि बढाउनु होला। थ्याङ्क यू, नमस्ते साथीभाइहरु। ढिँडोको नयाँ रेसिपी। थ्याङ्क यू।